वर्षभरि परेको छैन। अब सरस्वती पूजा परेरै पास बनाइदिनु। गाउँघरको मान्छेले चरिचित्त नयाँ लुगा लगाएर बसेको देख्नु भएको हुनु। खाना त म बनाइहाल्छु नि, बेबी तिमीले भाँडा धोइदिएपछि। हेलो एभ्रिवान, इट्स मी ममता। मैले चाहिँ यो भ्लग बनाउनु किन लागेको भन्दाखेरि सेल्फ कन्फिडेन्ट बनाउनुको लागि। अलि हुन्छ नि, कन्फिडेन्ट नै छैन क्या मसँग। अब योभन्दा पहिला स्कुलहरूमा पढ्दाखेरि पनि अब केही चिजमा पनि प्रोग्रामहरूमा केहीमा पनि भाग नलगेको भएर होला आफूसँग यस्तो कन्फिडेन्ट नै नभएको जस्तो लाग्छ मलाई। त्यही भएर चाहिँ म भ्लगहरू सुरु गर्छु भन्न कोसिस गरेको मैले। आई होप हजुरहरूले सबैले मलाई सपोर्ट गर्नुहुन्छ भन्ने आशा छ मलाई। अनि हजुरहरूको सपोर्ट पाएपछि चाहिँ अलि मलाई पनि अलि भ्लग बनाउने अलि मजा आउँछ। अहिले चाहिँ बिहानै भइसक्यो, आज सरस्वती पूजा, स्पेसली सरस्वती पूजाको सबैलाई ढेर सारी शुभकामना। म चाहिँ अब हाम्रो पूजा भएर के गर्नु, भैँसीहरूले खान्छन्। म चाहिँ पिरो पकाउँदैछु। म चाहिँ यहाँ पिठो मुस्दैछु पारोको लागि। अनि भैँसी दिन जानुभएको छ नि, त्यसलाई पिठो खुवाउनुपर्छ गरी। त्यही भएर चाहिँ यहाँ म पिठो मुस्दैछु, पिरो पाक्दैछ त्यहाँ। अनि म एकछिनपछि फ्रेस हुन जान्छु। रेडी भयो पिठो। म चाहिँ फ्रेस हुन गएको थिएँ नि, दुध आएर गएको थिएँ, आगो पनि सबै मरिसकेछ कि भइहाल्यो। मैले सोचिरहेको छु नि, म नुहाएर आएर पुरीहरू बनाऊँ कि पुरीहरू बनाएर नुहाउनु जाऊँ कि, किनकि अहिले स्कुल जाने बच्चाहरू धेरै नुहाउनु गएको छ। सोध्छु, जो राम्रो लाग्यो त्यही गर्छु। म चाहिँ फ्रेस भएर आइसकेँ, नुहाएर आएँ म। मैले यसो एक्सपेक्ट त गरेको थिएन है, चल्ला पनि खोलेको छैन क्या। केही नगरेर कहाँ गर्छ नि घरका जानहरू। आइज यो सबै देखेर त घरबाट निस्किन मन लाग्छ। अब परीक्षा गरेर छिटो जाउँला भनेको त परीक्षा पनि क्यान्सिल। काटिसक्यो, मैले चाहिँ चिया खाएको छैन। चिया चाहिँ म खान्छु भने मलाई चिया नखाउँछु दिनै नगरे जस्तो हुन्छ है। त्यही भएर हल्का भातको चिया खानु पर्यो। आज चाहिँ स्पेसल्ली किताबहरूको पूजा अनि पूजा पनि अहिले किताबहरूको पनि पूजा गर्छु। अब कहिले भनेको थियो सरस्वती पूजा हामी गर्छौँ अनि अमेरिकाको चाहिँ किन मतलब ट्यालेन्टेड धनी भन्न खोजेको त होला। हामी पूजामै सीमित रहिजान्छौँ, उनीहरू काममा सीमित रहन्छन् क्या। उनीहरूले काममा विश्वास गर्छ, हामी पूजामा गर्छौँ। त्यही भएर होला सायद त्यही पनि पूजा गर्नु पर्यो। ओम सरस्वती माता विद्यापीठ भगवान् विद्या इच्छामा मलाई पास बनाइदिनु, भगवान् विद्या दिनु। अब वर्षभरि परेको छैन, अब सरस्वती पूजा परेरै पास बनाइदिनु। आलु पनि पाकिसक्यो, अब आलु कलाउनु पर्छ। आलु भइसक्यो। अब अचार र पुरी मात्र खाएर भएन, तरकारी पकाउँछु राजमा। हजुरको घरमा यस्तो कोही न कोही सक्छ होला, कामले पनि उसको प्रतीक्षा गरेर बसेको हुन्छ। त्यस्तै भएको छ मेरो हालत अहिले। केही पनि भएको छैन, उता केही काम पनि भएको छैन, सबै गर्नु पर्यो। अब भात पनि पकाउनु पर्यो। मम्मी चाहिँ दाउरा जानु भएको रहेछ, त्यही भएर भात चाहिँ हामी राइस कुकरमै पकाउँछौँ कि। यहीँमा सजिलो हुन्छ। अब यहाँमा पकाएर नि केही काम गरौँ भन्दा पनि
जल्दैन भात इजी सबैभन्दा इजी चाहिँ यसमा लाग्यो मलाई राम्रो लाग्छ मलाई सबैभन्दा राइस कुकर अब ग्यासमा पकाउँ भनेपछि जलिहाल्छ कतिखेर केही भइहाल्छ त्यही भएर चाहिँ राइस कुकर चाहिँ यस्तै काम गर्नुको लागि चाहिँ एकदम बेस्ट छ राइस कुकरहरू एउटा छ अब 12वटा सानो पर्छ तिनीहरू सबैले छुट्याएर दिनुपर्छ नि त्यही भएर यो चाहिँ सानोलाई भयो यो चाहिँ ठुलोलाई खुवाउँछु अनि मिल्छु त्यतिखेरसम्म स्टे वाच गाउँघरको मान्छेले परिचित नयाँ लुगा लगाएर बसेर देख्नु भएको हुनुलाई प्रायः चाहिँ किन भन्ने कारण देखाउँछ है म आज एकचोटि पिरो लगेर गएको यो हेर्नुहोस् अब कालो भाँडा कतिखेर आङमा लागेर कतिखेर कपडा बिग्रिन्छ थाहा नै हुँदैन त्यही भएर किन लगाउनु पर्यो बिना कामले त्यो कपडा बिगार्ने चाहिँ आगो बालेर तेल ट्याकाइसकेँ अब त्यतिखेरसम्म चाहिँ म पिठो मुछ्छु अब एकछिन अनि त्यसपछि रोटी हाल्छु 12 बजिसक्यो भोक पनि लागिसक्यो अब उयो बहिनीले पनि केही खाएको छैन त्यही भएर अलिक छिटो गर्छु गाइजहरू खाना त म बनाइहाल्छु नि बेबी तिमीले भाँडा धुइदिएपछि मेरो हुनेवालालाई यो पठाऊ ल आफूलाई नि जतिखेर जे मन लाग्यो त्यही गर्नुपर्छ जस्तो लाग्छ मलाई अब जतिखेर खान मन लाग्यो त्यतिखेर खानु जतिखेर जे मन लाग्यो त्यतिखेरै गर्नु के थाहा पछि एउटा आजकल चलाएको छ नि ट्रेनमा बाद में चाय ठन्डी हो जाएगी के थाहा पछि राम्रो लाग्छ लाग्दैन पछि आउँछ आउँदैन त्यही भएर जे छ गर्नु मन छ त्यही अहिले नै गरिहाल्नुपर्छ जस्तो लाग्छ आजकलै मलाई त्यही भएर चाहिँ मलाई भ्लग बनाउने मन थियो अनि त्यही भएर चाहिँ मैले स्टार्ट गरेको यो चाहिँ सबैको घरको कहानी हो म चाहिँ यही नै देखाउने छु सबैको घरमा हुने कहानी नै हो यो रोटीहरू पनि पाकिसक्यो अचार चाहिँ रेडी भयो हाम्रो यो चाहिँ अल्ता भगवानजीलाई मेरो टाउको दुख्न लागिसक्यो यो घर देखेर म मात्र सबै यसरी बनाउने घर यो ग्यास त्यहाँ भाँडाकुँडी त्यहाँ म खाना पकाउँदाखेरि मलाई के लाग्यो भने दिनभरि खाना पकाइदिन्छु तर यो के हो मलाई आउँदैन यो गर्न मलाई भाँडा धुने यस्तो बेकारको काम केही लाग्दैन मेरो सासू आमा त्यहाँ मेरो हुनेवाला बुढालाई फेरि भाँडा माझ्न सिकाइदिनुहोस् ल नत्र म खानासाना पनि पकाउँदैन हजुरले पकाएर हामी खाने हुन्छ सक्दैन म त भाँडा धुन मैले भाँडा धुएँ उसले खाना पकाएँ उसले खाना पकाएँ म भाँडा धुने सक्यो यही मेरो रुल्स स्ट्रिक्ट गर्नुपर्छ भाँडा धुएर सक्यो भर्खर हातको झन्डु राम्रो भइसक्यो भाँडा धुएर अब त भैँसी पनि आइसक्यो पानी खुवाउनलाई अब भैँसी लगेर ल पोज गर हो कालो तेरो बर्थडे हो गरे हो त्यो भए आमा केक कटाइदिन्छु तेरो कालो केक कटाऊ है